मैले सम्हाल्नु पर्दा हुन्छ नि बाबामा हुनुभयो चिन्छ होला चिन्छ बच्चाहरू छन् हैन तर कहाँ गएर रुनु भयो तपाईँ भगवान म पूजा कोठामा गएर भगवानसँग रुन्छु अनि तपाईँले त सबै कुरा देख्नु भएको छ हैन अनि सबै कुरा एक दिन ठिक हुन्छ होला सायद यो पनि हाम्रो परीक्षा होला हैन जसरी तपाईले दिनुभयो हैन कस्तो बाटो कस्तोमा आयौँ हैन अनि अझ कर्म गर्न सक्ने बनाइदिनुहोस् है भगवान भन्छु क्या म चाहिँ हैन त्योभन्दा अगाडि चाहिँ मलाई संसार विशाल छ आकाश विशाल छ भन्ने लाग्थ्यो कि आफ्नो जिम्मेवारीहरू अझै धेरै छ जस्तो लाग्थ्यो त्यतिखेर चाहिँ मलाई म बाहिर अरू मान्छेहरूको नजरमा के कस्तो भयो भन्दा पनि उले अघि भने जस्तो चाहिँ छोरीले के सोच्ला हैन मेरो बुवा त यस्तो खालको रहेछ हैन सबैको नजरमा नराम्रो छ अनि मैले त्यो उनीहरूसँग आँखै जुदाउन सकिरहेको थिएन कि म त धेरै पटक त म घरमै नगएर बाहिरै बस्थेँ अनि बिन्दुलाई फोन गरेर भित्र भन्थेँ अनि बल्ल जान्थेँ त्यस्तो भइरहेको थियो सबै कुराहरू आज सोच्दाखेरि चाहिँ ती सबै कुराहरू बितेर जाने रहेछ भन्ने भयो म चाहिँ त्यो